हेलो एभ्रिवान, वेलकम टु नेपाली फिल्मी अरा। हामी यहाँ कुरा गर्नेछौँ नेपाली फिल्महरूको अपडेट र रोचक जानकारीहरूको बारेमा। यदि तपाईँ पनि नेपाली सिनेमाको वास्तविक फ्यान हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनमा क्लिक गर्दै हामीसँग जोडिन नबिर्सिनुहोला। सबभन्दा पहिला ठुलो अपडेटबाट कुरा सुरु गरौँ। निखिल उप्रेतीको 11 वर्षपछिको निर्देशकीय कमब्याक फिल्म आचार्य अब असोज 9 गते रिलिज हुने भएको छ। यसअघि फिल्म साउनमै आउने चर्चा थियो, तर पोस्ट प्रोडक्सनको केही काम बाँकी रहेकोले रिलिज 10 छेकमा सारिएको हो। यो निर्णय निकै स्मार्ट देखिन्छ किनकि राम्रो प्रतिक्रिया पाए फिल्मले दशैंको लामो बिदाको फाइदा मजाले उठाउन सक्छ। फिल्ममा निखिलसँगै भूमिका सिन्जापति, प्रमोद अग्रहरी र भारतीय कलाकार दीपक राज राणाको पनि मुख्य भूमिका रहेको छ। अब कुरा गरौँ रेखा थापाको। 8 वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापाको फिल्म माया भनेकै यस्तो होलाको पहिलो पोस्टर सार्वजनिक भइसकेको छ। पोस्टर हेर्दा फिल्म पूर्ण रूपमा पारिवारिक र भावनात्मक कथामा आधारित देखिन्छ। हल्दी समारोहको दृश्यसँगै मदन कृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, निधि शाह, नम्रता श्रेष्ठ र दिल श्रेष्ठ सबै एकै पोस्टरमा देखिएका छन् र फिल्म आउँदो भदौ 26 गते तीजको अवसर पारेर रिलिज हुँदैछ। अब सुपरस्टार प्रदीप खड्काको अपकमिङ फिल्मको बारेमा पनि थोरै कुरा गरिहालौँ। निर्देशक सुदर्शन थापाको नयाँ फिल्म शुभ विवाहमा प्रदीप खड्काको जोडी आखिर कोसँग? यसअघि स्वस्तिमा खड्काको चर्चा चले पनि अहिलेको जानकारी अनुसार अभिनेत्री सनिसा भट्टराई अनुबन्धित भएकी छिन्। यदि यो खबर आधिकारिक रूपमा पुष्टि भयो भने यो सनिसाको करियरको ठूलो अवसर बन्न सक्छ। रोचक कुरा त के छ भने यो फिल्म फागुन 21 गते रिलिज हुने तयारीमा छ र त्यही दिन पूजा शर्माको रौतेली पनि आउने भएकोले बक्स अफिसमा कडै भिडन्त हुने देखिएको छ। त्यस्तै अब कुरा गरौँ फिल्म मास्टरनीको बारेमा। शुभेन्दु घोषको निर्देशनमा तयार भएको यो फिल्म आउँदो भदौमा रिलिज हुनुभएको छ। सुरुमा यस फिल्मको एआई जेनेरेटेड टिजर हेर्दा त यो फिल्म सायद साउथ इन्डियन फिल्मको म्याडम गीता रानीको जस्तो कन्सेप्टमा बन्न लागेको होला जस्तो लागेको थियो। तर जब यस फिल्मको प्रमोसनल गीतको नाममा एउटा यस्तो घटिया किसिमको गीत रिलिज गरियो, त्यो प्रमोसनल सङ्गको नाममा एउटा बिक्री थियो। यो गीत रिलिज भएपछि म यस फिल्मलाई कुनै पनि एङ्गलबाट म्याडम गीता रानीसँग कतै छेउछाउमा राखेर हेर्न सोचिरहेको छैन। धेरै टिचरले त्यस्तो भाइब दिए पनि फिल्म भने क्राइम थ्रिलर मर्डर मिस्ट्रीमा आधारित हुने बताइएको छ। हुन त उहाँबाट कन्ट्रोभर्सी चाहिएको होला फिल्मको प्रमोसनको लागि, कि त भ्युज पनि राम्रै गएको छ। अरूको के भन्नु र यस फिल्मको बारेमा? फिल्ममा नेपाली फिल्म इन्डस्ट्री एक से एक कलाकारहरू छन्, तर फिल्मको प्रचार भने यस्तो गीतबाट गर्नु परेको छ। अब केही फास्ट अपडेटहरूको बारेमा कुरा गरौँ। आजदेखि रिलिज हुन लागेको फिल्म गौथलीले प्रिमियरमा त राम्रो प्रतिक्रिया पाएको थियो र अहिले देशभरि पनि राम्रो सोहरू पाइरहेको छ। हेरौँ अब बक्स अफिसमा कस्तो पर्फर्म गर्छ यो फिल्मले। त्यस्तै यता निर्माता जनक घटी मगरले नयाँ फिल्म आकाश वर्षाको घोषणा गरेका छन्। घर गएपछि आउने उनको यो नयाँ प्रोजेक्टलाई सुदीप घजुले निर्देशन गर्न गएका छन्। अनि अन्त्यमा साउन महिनामा नेपाली फिल्मी बजार फेरि केही चलायमान हुने सङ्केत देखिएको छ। गौथली, कमला मिस, हली र लज्जावती गरी 4 फरक विषयका नेपाली फिल्महरू प्रोडक्सनमा आउँदैछन्। यीमध्ये कुन फिल्मले दर्शकको मन जित्छ त्यो भने अब आउने केही सातामै थाहा हुनेछ। आजका लागि यति नै। यीमध्ये हजुरहरू सबैभन्दा बढी कुन फिल्मको प्रतीक्षामा हुनुहुन्छ? आचार्य, शुभ विवाह, माया भनेकै यस्तो होला वा अरू कुनै? आफ्नो विचार तल कमेन्टमा अवश्य लेख्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र नेपाली फिल्मी अरालाई सब्सक्राइब गर्न नबिर्सनुहोला। म फेरि भेट्नेछु अर्को रोचक नेपाली चलचित्र अपडेटसहित। धन्यवाद।